यो साइकल चढिसकेपछि चाहिँ यो साइकलको अलि राम्रोसँग केयर पनि गर्नुपर्ने हुन्छ होइन। त्यो केयर गर्नको लागि चाहिँ यसको सबैभन्दा इम्पोर्टेन्ट पार्ट भनेको चाहिँ यसको चेनै हो। चेनै भएन भने त अब यो गुड्दै गुड्दैन। हुन त अब यसको अरू ब्रेकहरू पनि इम्पोर्टेन्टै छ नहुने होइन, तर पनि अब सुरुमा कदम चलाउनको लागि त चेन त चाहियो नि त। अनि चेनलाई चाहिँ अब अलि लामो समयसम्म चलाउने हो भने चाहिँ यसलाई सफा गर्नुपर्ने हुन्छ क्या। अहिले जुन यो मेरोसँग भइरहेको छ साइकलको यसको चेन चाहिँ अलिक फोहोर भएको छ यो। अनि यसलाई चाहिँ म त्यो सफा गर्दैछु। अनि यसलाई सफा गर्न त हुन त्यसको लागि त्यो छुट्टै साबुन पाउँछु, तर मैले चाहिँ स्पेसली चाहिँ यहाँ हाम्रोतिर पाउने भाँडा मोल्ने साबुनले नै यसलाई चाहिँ म छुने गर्छु। अनि मेरो साबुन चाहिँ यही हो, यो पुरिलले। यसलाई चाहिँ म एउटा त्यो भाँडामा खनाएर यसो गरी यहाँनिर त्यो खनाएर चाहिँ पानी थोरै हालेर बाक्लो गरेर चाहिँ यसलाई म धुने गर्छु होइन। यसले गर्दा हुन्छ अघि मैले भनेको चाहिँ यसको लागि त्यो छुट्टै साबुनहरू पाउँछ। त्यो साबुन चाहिँ अब महँगो पर्छ अब होइन। अब जे साबुनले अब त्यही काम गर्ने आखिर त्यो यहीँ यस्तोमा लागेको त्यो मोबिलहरू फाल्ने त हो भनेपछि यसलाई धेरै किन खर्च गर्नु पऱ्यो भने चाहिँ त्यो मोबिल फाल्दा त यसले पनि हुन्छ भनेर मैले यसले चाहिँ युज गरेको हो होइन। त्यही भएर मुख्य कुरा चाहिँ के हो भन्दाखेरि यो चेनमा लागेको जुन यो कालो हुन्छ यो मोबिलको हो यो होइन, यो चाहिँ फाल्नु पर्ने हुन्छ। र चेन धोइसकेपछि चेनलाई चाहिँ अलिकति त्यो ड्राई हुन नदिनुको लागि चाहिँ लुब्रिकेन्टहरू पनि त्यो लगाउनु पर्ने हुन्छ होइन। यसको लागि छुट्टै एउटा तेल पाउँछ, तेलको अलिकति महँगो पर्छ। तर मैले चाहिँ यहाँ चाहिँ हाम्रो यता यो बाइकतिर स्कुटीतिर हाल्ने त्यो क्यास्ट्रोल छ, त्यो क्यास्ट्रोललाई चाहिँ मैले चाहिँ यसमा चेनहरूमा त्यो लगाउने गर्छु। किन भन्दाखेरि त्यो चेनलाई चाहिँ त्यो सुक्खा हुन नदिनुको लागि हो क्या। अनि त्यही माथि अब यहाँ साउदीमा त एकदम यो धुवा धुलोहरू लाग्छ। अनि त्यो धुवा धुलोहरू त्यो लागिसकेपछि चाहिँ अब त्यसले चाहिँ चेनहरू चाँडै बिगार्छ। जस्तै गरी यहाँनिर मेरो पुरै छ नि धुलो लगाएर जुन छ यहाँनिर यसको यो यसलाई यसको पाखमा धुलो लगाएर खत्तम भएको छ यो होइन। अनि त्यो धुलोबाट बचाउनको लागि भयो भने यसो धुलोहरू लाग्यो भने के हुन्छ नि चाँडै बिग्रिन्छ क्या यो। अनि चाँडै बिग्रिसकेपछि चाहिँ अब त्यही हो खर्च धेरै हुन्छ होइन। अब साइकल पनि अब भनेदेखि मात्रै साइकल हो महँगै पर्छ, 50-60 हजारभन्दा उता पर्छ। 50-60 हजार तिरेपछि त आफ्नो सामानको अलिकति के त आफूले त्यो त गर्नु पऱ्यो। अनि त्यसको लागि चाहिँ साइकल किनेर मात्रै हुँदैन, त्यसको लागि चाहिँ हामीले सफाहरू पनि त्यो गर्नुपर्ने हुन्छ है। अनि अब अघि मैले भनेको चाहिँ त्यो अब हामीले त्यो साइकलमा पर्ने तेलहरू किन्यो भने चाहिँ त्यो तेलले चाहिँ अब तपाईँको चेनमा अलिकति त्यसले लुब्रिकेन्टहरू भएको कारणले गर्दाखेरि त्यो चाहिँ सुक्खा हुँदैन। अनि सुक्खा नभइसकेपछि चाहिँ त्यो 2-3 महिनापछि धुँदाखेरि पनि केही पनि फरक पर्दैन। तर मैले जस्तो यो क्यास्ट्रोल जुन यो स्कुटरमा बाइकमा इन्जिनमा हाल्ने त्यो तेल मोबिलहरू लाउँदाखेरि चाहिँ 1 महिनाको बिचमै धुनुपर्ने हुन्छ क्या। अनि त्यो धुनु चाहिँ कसरी हो भने जब यो आवाज त्यो चेनको कराङ 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 आवाज आउँछ, त्यो आवाज आएपछि चाहिँ तपाईँले बुझ्नु कि यो चाहिँ धुने बेला भएछ भनेर चाहिँ बुझ्नुपर्ने हुन्छ। किनभने उसले पनि त्यो चेनले पनि सङ्केत दिन्छ नि त, अब धुनु पऱ्यो अथवा के समस्या आयो भने चाहिँ हरेक कुराले चाहिँ अब समस्या आइपऱ्यो भने चाहिँ त्यसको एउटा साइन हुन्छ होइन, इन्डिकेटर हुन्छ। अनि यो साइकलको विषयमा कुरा गर्दाखेरि चाहिँ चेनहरू यदि फोहोर भयो भने चाहिँ त्यो कराङ 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 आवाज आउँछ। अनि त्यो आवाज आएपछि बुझ्नुपर्छ कि त्यसलाई चाहिँ धब धुनुपर्ने रहेछ भनेर बुझ्नुपर्छ है। अनि हुन त फेरि कतिजनाले चाहिँ कस्तो गर्छ नि, यो मैले देखेको चाहिँ प्रायः चाहिँ यो सस्तो यो साइकल चलाउनेहरूले चाहिँ त्यो जस्तै हो जस्तो सुकै होस् होइन, त्यो मतलब गर्दैन क्या होइन। अब चलिराखेकोसम्म चाहिँ चलाइरहन्छ। अनि त्यो अब हुन्छ नि त्यो बिग्रिसकेपछि अनि लगाएर फ्यालिनुहुन्छ क्या। तर त्यस्तो होइन, सस्तो होस् या महँगो होस् आफ्नो सामान भनेको आफ्नै सामान हुन्छ। आफूको अब त्यो सस्तो पनि अब त्यो पैसा त्यत्तिकै उडेर आएको हुँदैन है, मिहिनेत गरेरै कमाएको हुन्छ। त्यो मिहिनेत गरेर कमाइसकेपछि चाहिँ त्यस्तो सामानहरूको चाहिँ जतन गर्नुपर्ने हुन्छ। जतन भनेको कुराहरू यसरी हो है, धोएर हुन्छ, सफा गरेर हुन्छ होइन, कसो गरी के गर्नुहुन्छ त्यसै गरी चाहिँ सफा गर्नुपर्ने हुन्छ है। तर सस्तो भयो भन्दैमा त्यो फ्याल्न चाहिँ हुँदैन। मैले देखेको चाहिँ त्यही हो। तर त्यो महँगो साइकल किन्नेहरू चाहिँ प्रायः जस्तो साइकलको पनि सर्भिसिङहरू त्यो गरिरहन्छ होइन। तर हाम्रो नेपालमा प्रायः जस्तो चाहिँ अब साइकलको पनि सर्भिसिङ गर्छ र भन्ने हो, कतिलाई प्रश्नहरू आउला। साइकलको पनि सर्भिसिङ हुन्छ होइन। अब साइकल पनि अब 50-60 लिएर होइन। अब अहिले त अब हुन त अब 20-25 हजारको साइकल पनि पाउँछ, तर 65 हजारको साइकल किन्दाखेरि अब 1 लाखको साइकलहरू किन्दाखेरि चाहिँ अलिकति त्यसमा हुने त्यसबाट जुन अब त्यो मान्छेलाई एउटा त्यो फिल आउँछ त्यो चाहिँ अब त्यो 10-15 हजारको अथवा 20-25 हजारको साइकलको चाहिँ आउँदैन। त्यही भएर यो 1 लाख 2 लाख रुपियाँ हालेर त्यो साइकल किन्ने मान्छेहरूले चाहिँ होइन सर्भिसिङ गर्छ होइन। अब कतिले चाहिँ अब उतै अब त्यो साइकल पनि लगाएर गर्छ भने कतिले म जस्तै मैले चाहिँ अब हुन्छ नि यो साबुनहरू किनेर अनि यो
तपाईँको अब दाँतले ब्रसहरू पुरानो ब्रसहरू छ भने त्यसलाई चाहिँ युज गरेर चाहिँ सफा गर्नुपर्ने हुन्छ। यदि सफा गरेन भने चाहिँ त्यही हो, साबुनहरू बिग्रेपछि फेरि आफ्नो खर्च हुन्छ, फेरि अर्को साधनहरू चाहिन्छ यदि राम्रो छ। त्योभन्दा राम्रो भनेको बेला बेलामा यसरी सफा गरेर गऱ्यो भने चाहिँ राम्रो हुन्छ। सबैभन्दा मुख्य कुरा चाहिँ यो स्पेसली मिडल इस्टमा चाहिँ तपाईँको साइकलहरू अथवा तपाईँको बाइकहरू जे कुराहरू छ त्यो धोइसकेपछि चाहिँ त्यसलाई चाहिँ कहिले पनि त्यत्तिकै नराख्नु होला, यसै गरी रेनकोट ल्याएर कभर गरेर छोडिदिनु होला। किनभने यहाँ धेरै धुलो उड्छ, त्यो कारणले गर्दाखेरि धुलो उड्ने त्यसमा चाहिँ यो रेनकोट चाहिँ लाउनै पर्ने हुन्छ। यसै गरी चाहिँ आफूसँग भएको हरेक कुराहरू, जस्तो साइकल मात्रै होइन, बाइक मात्रै होइन, गाडीहरू मात्रै होइन, आफूसँग जे पनि छ, जस्तै मोबाइलहरू हुनसक्ला, कसैको क्यामेराहरू हुनसक्ला, कसैको घडीहरू हुनसक्ला, जे कुरा आफूले चाहिँ मूल्य तिरेर किनेको छ त्यो किनेको कुराहरूलाई चाहिँ एकदमै केयर गरिकन, त्यसलाई मेन्टेन गरिकन, त्यसलाई सर्भिसिङ गरिकन चाहिँ चलाउनुपर्छ। यसै गरी चलाउँदाखेरि के हुन्छ भन्दाखेरि त्यो कुराहरू चाहिँ जुन साधनहरू छ, जुन आफूसँग भएको त्यो एक्सेसरिजहरू छ, पुनः चाहिँ त्यो कुराहरू चाहिँ लामो समयसम्म चाहिँ टिक्ने हुन्छ, जसले गर्दाखेरि चाहिँ त्यसले हामीलाई नै फाइदा दिन्छ। र मैले देखेको चाहिँ के छ भन्दाखेरि प्रायः जस्तो मान्छेहरूलाई चाहिँ सामान चाहिँ उसले किन्छ, तर त्यो कुराहरूलाई मेन्टेन गर्न, त्यो कुराहरूलाई चाहिँ अलिकति जतन गर्न चाहिँ मैले त्यति देखेको छैन। अब साइकलकै मैले अघि कुरा गरेँ, धेरैजनाले चाहिँ साइकल चढ्छ, तर साइकल चाहिँ त्यसलाई पनि सर्भिसिङ गर्नुपर्छ भन्ने कुराहरू कतिलाई थाहा छैन। सर्भिसिङ भन्ने बित्तिकै प्रायः जसो चाहिँ यो बाइकहरू र गाडीहरू मात्रै भन्ने कुरा थाहा छ, तर साइकल पनि चाहिँ सर्भिसिङ गर्नुपर्छ भन्ने कुराहरू चाहिँ धेरैलाई थाहा छैन। हुन त अब हाम्रो नेपालमा 20-15 हजार अथवा 25 हजारको साइकलले चाहिँ खास त्यति मान्छेले मेन्टेन गर्दैन, तर जसले चाहिँ अब 50 हजारदेखि माथिको साइकलहरू किनेको हुन्छ, 1 लाखदेखि 1.5 लाखसम्म पनि छ साइकलहरू, त्यो साइकलहरू जो चलाउने छ तिनीहरूले चाहिँ मेन्टेन गरेर चलाएको मैले देखेको छु। किन भन्दाखेरि अब त्यो मूल्यअनुसार अब मेन्टेन गरेर, तर महँगोलाई मात्रै मेन्टेन गर्नुपर्छ भन्ने कुराहरू चाहिँ त्यो कुराहरू चाहिँ हाम्रो यो दिमागबाट चाहिँ हटाइदिनुहोस्। आफूसँग जे कुराहरू छ त्यो कुराहरूलाई चाहिँ राम्रोसँग केयर गरिकन, मेन्टेन गरिकन, त्यसलाई सर्भिस गरिकन चलायो भने चाहिँ त्यसले चाहिँ हामी आफूलाई नै राम्रो गर्ने गर्छ। र हाम्रो हुन्छ नि सबै कुराहरूबाट चाहिँ अब मान्छेले देख्दाखेरि ओहो कति राम्रो भन्ने हुन्छ, तर केयर गरेर चलायो भने चाहिँ अब त्यही हो, चाँडै बिग्रिन्छ। फेरि हामीले आफूले त्यो मरिमरि त्यो दुःख गरेर कमाएको पैसाहरू चाहिँ त्यही कुरामा खर्च हुन्छ। त्यही भएर हरेक कुराहरूको चाहिँ केयर एन्ड मेन्टेन एन्ड सर्भिस भन्ने कुराहरू चाहिँ गर्नु होला। यति भन्दै धन्यवाद।